मेरे बाख्राले, यहाँ मेरे कुकुरले, कुकुरे मुकुरे कुकुरे फिर डाँडा राम्रोसँग घाँस खाँदै हिँड मात्र तिमीहरूको अहिले म ढुङ्गाले टाउको खुइलाइदिन्छु। यो चाहिँ चोर्ने भएर होला घन्टी लगाइदिन्छु। घन्टी टङलङ 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 बजाउँदै हिँड्छु घन्टी। यो चाहिँ घरमा सुत्न नसकेर पछि लुखुर दौडिने यो लुखुरे। लिन बिस्तारै यो सब एक खाएर जाने हो। यहाँ तिमीहरू भागेर अर्कोको बाली नाली मात्रै खान जाऊ, भरे बेलुका मुखमा एउटा डोरीले कसिदिन्छ। यहाँ घर मात्रै बेलुका रातभरि मुखमा एउटा डोरीले तिमीहरूको बाँधेर फेरि न हो। यसरी डाँडा आएको घाँस खाँदै हिँड्ने हो। तल कोसीमा गएर पानी खाने हो, त्यहाँ गएर अलिकति घाँस झारिदिन्छु, त्यो खाने हो, अनि फेरि आउने हो। बुझिस्? यता हेर, मेरो कुरा सुन बुढी। यहाँ हेर, यहाँ तेरो सिङ्गाम यहाँ हेर आज यो लाठी रहेछ लाठी। तल पुगेपछि म घाँस झारिदिन्छु तिमीहरूलाई। किन जुझेको? तिमीहरूको यहाँ फाइट खेल्ने बेला हो, घाँस खाने बेलामा। आउँदाखेरि पनि घाँस लिएर आउने हो काटेर। यो मुर्दा निले काट्दियो भने खालि अर्काको बालीमा खान जान्छ। लिन त्यो भिड छ नि, अब यहाँदेखि लड्यो भने कोसीमा हो। कोसीमा